सो अहिले चाहिँ म आइपुगेको छु मेजेस्टिक रेलवे स्टेसनमा, जो कि जानु लागि मैसुर। अहिले चाहिँ बजिसकेको छ 5 बजेर 16 मिनट भइसकेको छ र मैसुर जानु लागि ट्रेनहरू यताउता हेर्दैछु। प्लेटफर्म नम्बर 5 रहेछ र त्यही भएर एक दिनको ल्याएर चाहिँ 5 जानु लागि योबाट जाँदैछु, फ्लाइओभरबाट जाँदैछु। हेलो गाइस, वेलकम टु मिनी ब्लग। भाइ पनि आइसकेको छ र हामी चाहिँ आज 7जना चाहिँ हामी आज मैसुर जाँदैछौँ। अन्त आजको मैसुरको नजारा तपाईँहरूलाई देखाउन चाहन्छु। हामी मैसुर पुगेपछि चाहिँ अब देखाउनु तपाईँहरूलाई हो। यो चाहिँ भर्खर मेजेस्टिकको स्टेसन हो। मेजेस्टिकमा पुगेर भर्खर पुगेको। अब ट्रेन कति बजीको छ भाइ? ट्रेन तपाईँको 5:30 बजेको छ। 5:30 बजेको छ ट्रेन र पुगेपछि अब देखाउँला त्यहाँको नजारा। मसला डोसा बेला भन्छ के हो? What is this? ए ब्रो, राइस बडा यो मसला डोसा, यो नि मसला डोसा। मसला डोसा तपाईँले चाखेर कस्तो लाग्यो त? अन्त ओ दाजु, मसला डोसा कस्तो लाग्यो? पापड रहेछ। पापड रहेछ। मसला डोसा चाहिँ यस्तै हुन्छ हो, ट्रबल गरेर चाहिँ मसला डोसा बडा राइसहरू खाएर खाइसकेपछि चाहिँ देखाउँछु म तपाईँलाई। बाटोमा अब अगाडि एकदमै राम्रो नजारा देखिरहेको छ। अब यहाँ चाहिँ रोकिनेछौँ र देखाउनेछौँ नजाराहरू, कस्तो राम्रो नजारा हुन्छ कि कस्तो हुन्छ एक्सपिरियन्स तपाईँहरूलाई सेयर गर्नेछौँ। म चाहिँ अहिले छु मैसुरको चामुण्डी मन्दिरमा। अगर तपाईँहरू पनि मैसुरको चामुण्डी मन्दिरमा हुनुहुन्छ भने यहाँ चाहिँ खालि पूजासुजा गर्नुको लागि मात्रै पुगेको छ। अगर तपाईँहरू एकदमै राम्रो घुमेको भने चाहिँ त्यस्तो बसेर आउँदै नै हुन्छ। यसमा चामुण्डी मन्दिरभित्र चाहिँ एकदम गएर पूजासुजा गर्छु भनेर मात्रै आउँदा हुन्छ। यहाँ त्यसै आएर चाहिँ त्यसै घुम्छु यो गर्छु हुँदैन। यहाँ सामानहरू चाहिँ किन्दा हुन्छ, तर यस्तो सामानहरू के सामानहरू हुन्छ त्यो चाहिँ किन्दा हुन्छ। तर भित्र गएर पूजा गर्ने मकसद छ भने चाहिँ आउँदा हुन्छ। तर त्यसै आएर चाहिँ माथि मात्रै के छ कस्तो छ भने चाहिँ त्यस्तो केही पनि फाइदा छैन। त्यस्तो यो चाहिँ केही पनि छैन, एक्सपिरियन्स यही हो। पूजासुजा गरेर चाहिँ अब निक्लेको अर्को लोकेसनमा। पूजासुजा गरिसक्यो, अनि मजा आयो। अब चाहिँ अर्को लोकेसनतिर निक्लिन आँटेको। ल अब चाहिँ अर्को लोकेसनमा गएर चाहिँ देखाउने छु तपाईँहरूलाई त्यो लोकेसन कुन चाहिँ हुन्छ।
चाहिँ आइपुगेको छु मैसुर प्यालेसमा र यहाँ चाहिँ कहाँबाट पस्नुपर्छ त्यो चाहिँ म तपाईँलाई देखाउँछु भित्र। यताबाट पस्दैछ केटाकेटीहरू, सो यताबाट पस्दैछ। अब हामी चाहिँ कताबाट पस्नुपर्ने, यताबाट हो कि यहाँ चाहिँ जुत्ताहरू खोल्नु पर्दो रहेछ पस्नु लागि भित्र।